आज बिहान चाहिँ यो साटोबाट घुम्न आइरहेको थिएँ। त्यो भएर चाहिँ म साटोबाटो घुमेर बाहिर निस्किसकेको छु। अब चाहिँ यसरी देखाउँदै जाँदैछु। फोन गरेर यस्तो दृश्य देख्न सकिन्छ। भित्र गएर चाहिँ अब यस्तो रहेछ दृश्य। अहिले केही रहन्छ पहिला जस्तो। त्यही भएर त्यो देख्न सकिन्छ दृश्यमा। जे देखिन्छ तपाईँहरूलाई देखाइहाल्छ। सबै मेनु यहाँ टाँसेको रहेछ। स्विमिङ पुलभित्रको दृश्यहरू। तर जिउ नफुट्ने नि यति मुख मात्रै खेल्नु। यस्तो रहेछ दृश्य देख्न सकिन्छ भित्रपट्टि स्विमिङ पुल हाताभित्र राखिएको गैँडा। जिउ नफुट्ने टाउको मात्रै। यसरी साटो बाटोभित्र आएर आज बिहान घुम्दैछौँ। यस्तो छ। यो स्विमिङ पुलको बार रहेछ। यहाँ बारबाट के देखिँदो रहेछ हेरौँ एक फेरि। स्विमिङ पुलको दृश्य यस्तो देखिँदो रहेछ। यस्तो देख्न सकिन्छ स्विमिङ पुल यहाँ। हामी चाहिँ बिहान बन्द अवस्थामा आएको भएर यस्तो देखियो। ल यस्तो देख्न सकिन्छ स्विमिङ पुल। यो त नेट होला है, सोलर होला है, पानी त यस्तो देखिन सकिन्छ स्विमिङ पुल। साटो बाटो स्थित स्विमिङ पुलको दृश्य बिहान यस्तो देखिएको छ। सुनसान समयमा यस्तो देख्न सकिन्छ। यो चाहिँ बच्चाहरूको होला है। यो सानो स्विमिङ पुल पनि रहेछ। यतापट्टि बच्चाहरूको होला भने उतापट्टि ठुलोको छ। यस्तो रहेछ स्विमिङ पुल भित्रको दृश्य। सुनसान छ अहिले। यस्तो देख्न सकिन्छ। पैसा कति लाग्छ न आउनु पायो भने चाहिँ कति होला है पैसा? कति होला पैसा? फोटो खेल्ने त होइन, पसिना आएन, सुगर छ, उसले त्यही कारणले यसरी एन्फाभित्र साटो बाटो स्विमिङ पुल घुमेर हामी चाहिँ फर्किसकेका छौँ भने अब चाहिँ बिस्तारै हामी चाहिँ बाहिर निस्केर बाहिरका केही सिन दृश्य पनि तपाईँहरूलाई देखाएर बिस्तारै अब हामी लाग्दैछौँ। यो चाहिँ अब एन्फाको भित्र छ हैन। यस्तो छ दृश्यहरू। अब बाहिर निस्केर पनि म केही दृश्यहरू तपाईँहरूलाई देखाउँदैछु भने
यस्तो छ, अब सबै ठाउँमा देखाउन त सकिँदैन। मैले यो चाहिँ एन्फाको पछाडिपट्टिको दृश्य रहेछस् र यतापट्टि यो चाहिँ बारबाट लिएको दृश्य हो भने अब चाहिँ म एन्फा फुटबल ग्राउन्डको गेटमा आइपुगेको छु भने यो गेट देख्न सक्नुहुन्छ, एन्फा फुटबल ग्राउन्डको गेट हो भने अब चाहिँ हामी बिदा माग्दैछौँ। नमस्कार।